नमस्कार, म सोमराज तामाङको तर्फबाट हाल म नर्थ मेसिडोनियामा कार्यरत छु। के तपाईहरूले नर्थ मेसिडोनिया आउने सोच बनाउनु भएको छ? के तपाईहरूले नर्थ मेसिडोनियाको भिजाको पर्खाइमा हुनुहुन्छ? ठिक छ, यदि तपाईहरू 400-500 युरो तलबको लागि 9-10 लाख रुपियाँ तिरेर नआउनुहोला, मेरो अनुरोध छ। यदि तपाईहरू पुगिहाले भने नि अब यहाँको रुल्स एन्ड रेगुलेसनहरू चाहिँ बुझ्नुपर्ने हुन्छ। यदि यो ठाउँमा चाहिँ 9 देखि 10 महिनाको टिआरसी लाग्छ, भिजा लाग्छ। त्यस पछाडि कम्पनीको इच्छा भए मन पर्यो भने काम मन पर्यो भने थप दिन्छ, भिजा नभए थप दिँदैन। त्यस कारणले मैले तपाईहरूलाई जानकारी गराउन चाहेको हो। यहाँ नेपाली एजेन्टहरूले चाहिँ यो देश युरोप कन्ट्री हो भनेर चाहिँ सेन्जन कन्ट्री चाहिँ होइन युरोप भनेर ललाइ फकाइ गरेर 9-10 लाख रुपियाँ पैसा लिएर यहाँ मान्छेहरूलाई धेरैभन्दा धेरै फसाएर यहाँ त्यत्रो पैसा ल्याएर चाहिँ बिजोग गराएको अवस्था छ। किनभनेदेखि मैले त यहाँ देखिरहेको छु, यहाँको घटनाहरू कति मान्छेलाई 6 दिनमा डिपोर्ट गरेको पनि छ। कसैले 2 महिनामा, कसैले भने जति स्यालेरी नपाएर अर्को देश भाग्ने क्रममा पुलिसहरूले समातेर पनि विचलित बनाएको अवस्थाहरू